फिफा प्रेसिडेन्ट इन्फेन्टिनोलाई चाहिँ युइएफएले एकदम तलाएर राखिरहेछ अहिले हैन। युइएफएले चाहिँ यस्तो भनेको छ कि इन्फेन्टिनो बाबु तैँले चाहिँ अब छिटो फिफाको त्यो प्रेसिडेन्टको पदबाट रिजाइन लिने भएले, नत्र भने अब तँलाई चाहिँ निकाल्नको लागि हामीले चाहिँ सिग्नेचर गरेर अथवा के हुन्छ हैन, तँलाई त्यहाँबाट चाहिँ ड्रप डाउन गर्नको लागि हामीले चाल्नुपर्ने पहल कदमीहरू हामी चाल्छौँ भनेर चाहिँ पुरै डाइरेक्ट आज थ्रेड दिएको चाहिँ न्युजहरू आइरहेछ। फाब्रिजियो रोमानोदेखि लिएर हैन, उता हाम्रो स्पेनिस मिडियादेखि लिएर जताततै चाहिँ यो अहिले एकदमै भाइरल भइरहेको कुरा हो। र किन भन्दाखेरि पनि इन्फेन्टिनोले चाहिँ यस्तो गलत कामहरू गर्दै गइरहेको थियो फिफामा, जे मन लाग्यो त्यही गरिरहेको थियो फुटबलमा। अनि मेन उसको त अब फिफा उसले हेर्ने, अनि त्यस पछाडि फिफामा त मन पर्दियो। अनि अस्ति डोनाल्ड ट्रम्पको सालोलाई 20% चाहिँ अब फिफाको अब हुन्छ नि त, त्यो गर्नलाई चाहिँ बेच्ने जस्तो कुरा कहानीहरू आएको थियो। तर पनि कसैले पनि त्यसमा चाहिँ सपोर्ट नगरेको हुनाले इन्फेन्टिनो चाहिँ त्यहाँबाट ब्याक हट्नु पर्यो। र ब्याक हटिसकेपछि पनि चुनौती टरेको छैन, किन भन्दाखेरि इन्फेन्टिनोलाई चाहिँ युइएफएले चाहिँ अब तैँले छिटो रिजाइन दिनुपर्छ भनेर प्रेसर दिइरहेको छ। र यसलाई कसरी इन्फेन्टिनोले ह्यान्डल गर्छ त्यो भने हेर्न बाँकी छ हैन। अब कुरो के हो भन्दाखेरि इन्फेन्टिनोको चाहिँ अब रुल्सहरू चेन्ज गर्ने, फुटबललाई चेन्ज गर्ने कामहरू गरिरहेको थियो उसले हैन। कसरी हुन्छ पैसा कमाउने मनस्थितिले चाहिँ फुटबल जुन एउटा ब्युटिफुल गेम हो त्यसको चाहिँ अब ब्रान्चहरू भाँच्ने कुरा त आएन नि त। रुख एकदम सिधा राम्रो देखिन्छ भन्दैमा त्यसको चाहिँ अब हाँगाहरू काटेर हैन, रुखलाई बाधा पर्ने काम गर्नु त भएन नि त। फुटबललाई बाधा पर्ने काम गर्न खोज्यो नि त इन्फेन्टिनोले। त्यही भएर चाहिँ कति मान्छे चाहिँ ऊबाट चाहिँ त्यो एकदम धेरै फ्रस्ट्रेट भएको रहेछन् भन्ने कुरा बुझियो उसको कार्यकालमा। र अब तँ त्यो कुर्सीमा बस्ने लायकको छैनस् गधा गोरु, अब तँ निस्के भनेर चाहिँ धेरै मान्छेहरूले भनेका छन्। र हामीले देखेको कुरा पनि हो, योभन्दा पहिलाको जुन फुटबलका वर्ल्ड कपका गेमहरू भए हैन, त्यस्तोमा पनि अब इन्फेन्टिनोलाई औँला उठिरहेको थियो मान्छेसँग, खेलाडीसँग हैन, कुनै एउटा पार्टिकुलर देशसँग जोडेर चाहिँ आरोप प्रत्यारोपहरू चाहिँ धेरै इन्फेन्टिनोलाई आइरहेको छ र आइरहेको थियो। र त्यही भएर अहिले यस्तो भयो। अब के हुन्छ कसो हुन्छ यो हेर्नुपर्छ। यदि इन्फेन्टिनो चाहिँ फिफाको प्रेसिडेन्टबाट निस्क्यो भने चाहिँ हामी फेरि त्यो दिन भिडियो बनाउनेछौँ।